अहिले चाहिँ हामी मार्फा गाउँभित्र प्रवेश गरेका छौँ र यो हो मार्फा भन्ने गाउँ। अति नै सुन्दर छ। यहाँका घरहरू चाहिँ यसरी ढुङ्गाले बनेका छन्। घरमुनि चाहिँ प्रत्येक घरको छानामाथि चाहिँ यसरी दाउरा राखिएको हुँदो रहेछ। अत्यन्तै राम्रो छ। माटोको हो र? अनि टिन पनि लाग्छ त कुनैमा त। यो पहिले चाहिँ अनि काठ छ अनि त्यस पछाडि माटो छ है। मार्फा गाउँभित्र हाम्रो भाइहरू एकदम एक्साइटेड भएर चाहिँ फोटो भिडियो गर्दैछन्। मेरा प्यारा भाइहरू यहाँ यस्तो छ। यहाँको जनजीवन यस्तो छ। यहाँ नालाको पानी पनि कति सफा छ त। अनि लुगा सुगा धुन ओर्न यहाँ यस्तरी धुने काम भइरहेछ। त्यो चट्ट गेटबाट छिरिसकेपछि चाहिँ एउटा गाउँै रहेछ यहाँनिर। अनि फेरि एकदम घरहरू पनि सबै यस्तै। यहाँ पाहाडका घर चाहिँ अचम्मका हुन्छन्। हामी मधेसका मान्छेलाई चाहिँ अनौठो लाग्छ। यस्तै छ हाम्रो घुमघाम। यहाँनिर धारा लुगा धुने सरसफाइ गर्ने यस्तो छ। शान्ता दिदी कहाँबाट निस्किनु भयो लुकेर? यता गोप्य ठाउँ पुगिसक्नु भएछ दिदी त। दिदी पनि फ्रेस हुनुभयो मुक्तिनाथको दर्शन गरिसकेपछि। हामीलाई चाहिँ हिजो अप्पर मुस्ताङ जाँदाखेरि अलिअलि गाह्रो भए जस्तो भएको थियो। दिदी पनि अलिक मलिन हुनुभएको थियो। दिदी त अहिले मुक्तिनाथ पुगेपछि त दिदी त फेरि फुरफुर नाच्ने भइहाल्नु भएछ नि। मुक्तिनाथ दर्शन सफल भएर आएपछि खुसी लागिरहेको यस्तो छ गाउँ। यहाँभित्रको रमाइलो गाउँ छ। एक दिन आएर घुम्न ओर्न चाहिँ रमाइलो छ। मार्फाको कसरी पर्छ हौ बोतलको? 900 रुपिज मार्फाको। के भन्नु अब? रक्सी नै भन्नु हो कि जुस भन्नु कि? ओहो कति राम्रो। नमस्कार अङ्कल, ठिक हुनुहुन्छ? यो चाहिँ के को बोरा हो? ए फोहोरको? केमा फ्याल्नु यो फोहोर चाहिँ? फोहोर चाहिँ केमा फ्याल्नु? गाडी आउँछ कि के हो? ए ड्रेस। वेलकम टु यता होटल सनराइज। कपडा लगाएको चाहिँ कति? 200। टाइम लाग्छ होला अनि। भिलेज त यस्तो छ दाजु। यो भिलेज त मलाई त अनौठो लाग्यो। तपाईँको के छ? पुरानो रीतिरिवाज अनुसारको राम्रो छ। यसमा एउटा रेडी भन्ने फिल्म पनि आएको छ नि। भइसकेको सुटिङ भइसकेको ठाउँ हो। राम्रै छ घुम्नको लागि। यहाँ चाहिँ मार्फा छ। यता गुम्बा रहेछ क्या? गुम्बाभित्र यस्तो छ। म भिडियो बनाउँदैछु। बाहिर मुस्तानी नानी हामीसँग जाने कि नजाने।
आँखा झिम्बु चौरेको यो मुस्तानी